हेर्नुस् छोराछोरी भयो, बालबालिकाहरू भयो, उहाँहरूको उमेर अनुसारको उपद्रो गर्ने चाहिँ एकदमै नेचुरल फिनोमेना हो। उमेर अनुसारको हाम्रो बालबालिकाले चाहिँ त्यस्तो क्रियाकलापहरू गर्छ। तर किन गर्छ र हामीले त्यसलाई किन करेक्सन गर्नुपर्छ भन्ने कुरामा म आज डिस्कस गर्दैछु। नमस्ते, म दिलीप राणा। सो हाम्रो बालबालिकाले, स्टुडेन्ट्सले तपाईँको उमेर अनुसारको केही न केही बिठाइ गर्छ है। यता गरिरहेको हुन्छ, उता गरिरहेको हुन्छ, थुप्रो कुराहरू गरिरहेको हुन्छ, जुन चाहिँ अडल्टलाई, टिचरलाई, स्कुल म्यानेजमेन्टलाई, प्यारेन्ट्सलाई चाहिँ कोही कोही बेला चाहिँ एकदमै इरिटेटिङ लाग्छ, रिस उठ्छ होइन। अनि कतिको चाहिँ फेरि डिबेटमा यसमा डिबेटेबल कुरा चाहिँ के छ भन्दाखेरि करेक्सन गर्नुपर्ने हुन्छ, कतिले चाहिँ नगर्दा पनि हुन्छ होइन भन्ने जस्तो चाहिँ हुन्छ। यसमा चाहिँ यसरी हेर्दाखेरि चाहिँ कसो होला भन्ने चाहिँ म तपाईँलाई सल्लाह, एउटा चाहिँ सिभियरिटी अफ उसको बदमास कस्तो छ त, या उपद्रो कस्तो छ, कति कुरा चाहिँ एउटा एज अनुसारको हुन्छ होइन। सानोतिनो त्यो चाहिँ तपाईँको चाहिँ एउटा क्युट पनि हुन्छ, त्यस्तो कुराहरू चाहिँ तपाईँलाई चाहिँ इग्नोर गर्दा पनि त्यसले कुनै प्रभाव पार्दैन, किनभने त्यो पर्टिकुलर कुरा चाहिँ उसको हाम्रो बालबालिकाको चाहिँ एउटा फाउन्ड मेमोरिजमा चाहिँ गएर स्टोर्ड हुन्छ के, अनि त्यो चाहिँ एकदमै राम्रो कुरा हो। तर कति तपाईँको चाहिँ बिठाइ, कति चाहिँ तपाईँको चाहिँ जुन चाहिँ तपाईँले चाहिँ एउटा नर्म्स, सोसल नर्म्स, यो भ्याल्युज सोसाइटीले क्रिएट गरेको तपाईँको चाहिँ सिस्टमभन्दा चाहिँ बाहिरको हुन्छ, त्यो चाहिँ अलिकति तपाईँको चाहिँ अरूहरूको अलर्टनेस बढाउने खालको हुन्छ है। भनेपछि त्यो चाहिँ राम्रो चाहिँ हुँदैन के, त्यो चाहिँ त्यसलाई चाहिँ विकेट भन्छौँ नि, हो त्यस्ता बदमास एउटा कुरा हो। विकेट भनेको चाहिँ एकदम तपाईँको चाहिँ त्यसले राम्रो उसको मनस्थितिले गरे हुँदैन होइन। त्यस्तो कुरामा चाहिँ करेक्सन गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यसलाई इग्नोर गऱ्यौँ होइन, हामी चाहिँ सानै छ बालबालिका भनेर चाहिँ हामीले त्यसलाई गऱ्यो भने चाहिँ त्यसले इन्डिकेसन दिन खोजेको दुईवटा हुन्छ। एउटा चाहिँ त्यो पर्टिकुलर बिठाइ गर्ने बच्चाले चाहिँ, बालबालिकाले चाहिँ तपाईँको अटेन्सन सिक गरिरहेको हुन्छ, तपाईँले उसलाई हेरेको छ कि छैन भनेर चाहिँ अटेन्सन सिक गर्छ। अनि हामीले चाहिँ के हुन्छ त्यसलाई इग्नोर गऱ्यौँ, इग्नोर गऱ्यो भने चाहिँ उसले के गर्छ त, नेक्स्ट टाइम चाहिँ त्यो पर्टिकुलर बिठाइ चाहिँ अलिकति लेभल अप गर्छ, भिडियो गेममा जस्तो। त्यो पनि तपाईँले इग्नोर गऱ्यो भने त्यसलाई पनि अझै माथिको चाहिँ लेभलमा जान्छ। अनि यो जब लेभल बढाउँदै गऱ्यो, तपाईँले हेर्नु भएन, त्यसलाई वास्ता गरेन भन्यो भने चाहिँ उसले चाहिँ अटेन्सन सिक गरेको उसको पुगेको हुँदैन, उसलाई इग्नोर्ड फिल हुन्छ। त्यही भएर करेक्सन टाइमली एकदमै इम्पोर्टेन्ट हो। कोही कोही बेला तपाईँको जति बेला पनि तपाईँले करेक्सन गर्नुहुन्छ त्यति बेला चाहिँ उनीहरूले चाहिँ मन पराउँदैन, यो चाहिँ स्वाभाविक हो है। फेरि तर एउटा कुरा तपाईँले बुझ्नुहोस्, यो चाहिँ